आज म एउटा कविता सुनाउन गइरहेको छु। मेरो कविताको शीर्षक छ पशु बलि प्रथाको अन्त्य गरौं। धर्म संस्कृतिको नाम लिई गर्दछ अधर्म, निर्मम हत्या गरी बुझ्दैनन् पशुका मर्म। अन्धविश्वासमा डुबी सद्धर्मलाई कसरी चिन्नु, रगतको खोलो बगाई गर्दैछन् दूषित दुष्कर्म। हत्याराका मुटुमा छैन प्रेमको बास, परमात्माका सन्तानको गर्दैछन् निकै नाश। पीडा र आँसुमै रही जिउनुको के आश रहनु, बाछु भन्दा नि मार्छन् निमोठी सास। परमात्माको नाम लिई बलि चढाउँछन् पशुहरू, आफ्ना सन्तान बलि चढ्दा झार्छन् आँसु परमात्माहरू। मानव जुनी पाएर पनि के अर्थ भयो र, दानवीय आचरणले पूरा गर्छन् स्वार्थहरू। संस्कृति परम्परा सब सही नरहेका, कति प्राणीहरू यसकै कारण मारिएका। जीवनको साटो मृत्यु त कतिका साटिसक्यो होला, सायद उनीहरू बाँच्न पाउनु अब कल्पनामै अटिएका। आकाशका वायुमण्डलमा मृत आत्माहरू भौतारिएका, धरतीका मुटुमा डरका छाया फैलिएका। सद्धर्म बिर्सिसकेर दानव बन्ने दौडमा कति मानव भ्रमै भुली बाँचिएका। जीव आत्मा सबको सम्मान गरौं, प्रकृतिको रक्षा गर्न हामी एकजुट बनाऊ। सत्य र प्रेमको पथमा अघि सरी, नयाँ मैत्री युगको पुनर्स्थापना गरौं। रगतको साटो अमैत्री भावको बलि दियौं, क्रोध रिस ईर्ष्या स्वार्थ यी शीर्षको नाश गरौं। मानव भई मानवीय कर्मलाई जोड दिई, दानवीय आचरणको पूर्ण त्याग गरौं। भिडियो हेर्नु भएकोमा धन्यवाद। अझै नयाँ नयाँ भिडियो हेर्न यस च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।